अहिले नेपाल राज्यभर चुनावी माहौल बनेको छ। यो जेएनजी सरकारले आफूले पाएको एकमात्र जिम्मेवारी भनेको राष्ट्रिय निर्वाचन हो, प्रतिनिधि सभाको निर्वाचन हो। त्यो निर्वाचनको लागि नेपालका ठुला दलहरू नेपाली कांग्रेस वा नेकपा एमाले वा नेपाली कम्युनिस्ट पार्टीदेखि लिएर सबै जो निर्वाचन आयोगमा दर्ता भएको छ 125 जतिवटा पार्टीहरू, सबै पार्टीहरू अहिले निर्वाचनको लागि तयारीमा जुटिसकेको अवस्था छ। हिजोसम्ममा धेरैवटा पार्टीले यो समानुपातिक प्रणालीको लिस्ट पनि बुझाइसकेको अवस्था छ। यद्यपि नेपालमा अहिले पनि चुनावी माहौल बनेको छैन। राजनीतिक सन्तास बाँकी नै छ, असुरक्षाको स्थिति बाँकी नै छ। त्यो अवस्थामा पनि हामी चुनावमा होमिराखेका छौँ। चुनाव हुन्छ भने एउटा लक्ष्य लिएर हामी अगाडि बढेका छौँ। नेपाली कांग्रेसको म एक जिम्मेवारी कार्यकर्ताको नाताले चुनावमा हामी जानुपर्छ र चुनावमा हामीले आफ्नो उपस्थिति देखाउनु पर्दछ। त्यति मात्र होइन, जेएनजीले जो इस्युहरू उठाएको थियो कि देशमा भ्रष्टाचार मुक्त शासन र साथसाथै प्रजातान्त्रिक प्रणालीलाई मजबुत बनाउनको लागि जो काम गर्नुपर्छ, अहिलेसम्म ठुल्ठुला पार्टीहरूले वा हाम्रो पार्टीले कति बिर्सेर भुलेर छोडेका वा लिएर जानुपर्ने इस्युहरूलाई यो निर्वाचनले लिएर जान्छ भन्ने मेरो पक्का विश्वास छ। र मेरो हकमा कुरा गर्दाखेरि नेपाली कांग्रेसले पार्टीको तल्लो तहदेखि नै मलाई राष्ट्रिय सभाको लागि सिफारिस गरेको छ। सायद मलाई लाग्दछ नेपाली कांग्रेसको केन्द्रीय कमिटीले पनि मलाई योग्य ठानेर मलाई मनोनयन गर्छ भन्ने म विश्वास राखेको छु। किनभने एउटा त म उपभोक्ता अधिकार कर्मी 40औं वर्षदेखि लागेको, निरन्तर रूपमा देश र जनताको हितको लागि काम गर्दै आएको। अर्को कुरा, मैले पार्टीमा निरन्तरता दिएको र त्यसपछि अर्को महत्त्वपूर्ण कुरा, आजसम्म मैले पार्टीबाट कुनै पनि एउटा चाहिँ सार्वजनिक महत्त्वको विषयका पदहरू मैले हासिल गरेको छैन। मलाई चाहिँ कुनै पनि ठाउँमा पठाएको पनि छैन। जेमा छु म आफ्नै सङ्घर्षमा मैले चाहिँ आफ्नो उपस्थिति समाजमा देखाएको छु, देश र जनताको हितको लागि काम गरेको छु। र त्यही कारणले मलाई योपालि विश्वास छ नेपाली कांग्रेसले मलाई यही कुरालाई ध्यानमा राखेर मलाई अवसर दिनेछ र मलाई चाहिँ जनताको सेवा गर्नको लागि पार्टीको रूपमै मलाई चयन गर्नेछ भन्ने मैले विश्वास राखेको छु। यदि मलाई पार्टीले विश्वास गर्यो, मलाई मनोनयन गर्यो भने म जनता र देश र पार्टीको लागि म अनवरत रूपमा आफ्नो उपस्थिति देखाउँछु, आफूले गर्न सकेको काम गर्छु र साथसाथै प्रजातन्त्र, समाजवाद र यो सुशासनको लागि म प्रतिबद्ध भएर काम गर्ने मैले लक्ष्य लिएको छु। सायद मैले त्यो लक्ष्य प्राप्त गर्ने अवसर पाउनेछु।